डिभोर्स पछि ब्रेकअप पार्टी दिएकी एलिना थप चर्चामा। भन्छिन् तेरै कारण बन्धनमा थिए म अब फेरिमा। के हो त वास्तविकता? गायिका एलिना चौहान यति बेला फेरि एकपटक चर्चामा छिन्। केही दिन अघि सार्वजनिक भएको गीत छुट्यो पिरिमालाई लिएर उनको चर्चा भइरहेको हो। ब्रेकअप पार्टी भनेर ल्याएको यो गीत एलिनाले आफ्नो जीवनसँग मिल्ने गीत गाएको भन्दै फेसबुक, टिकटक लगायत सामाजिक सञ्जालमा टीका टिप्पणी भइरहेका छन्। गीतले पनि युट्युब लगायतका प्लेटफर्ममा राम्रो चर्चा पाइरहेको छ। युट्युबको कमेन्ट सेक्सन हेर्दा पनि धेरैले एलिनाले आफ्नो जीवनसँग मेल खाने गीत गाएको भन्दै प्रतिक्रिया जनाइरहेका छन्। एलिना स्वयं भने यसमा केही फरक धारणा राख्छिन्। गीत संगीत साहित्य भएकाले त्यसै अनुसार बुझ्नुपर्ने उनी बताउँछिन्। आफू गाउने मात्रै भएकाले गायक र गीतकार बीचको भिन्नता बुझिँदैन उनी आग्रह गर्छिन्। छुट्यो पिरोमा बोलको गीत आफूले रचना नगरेको उनी प्रश्न पार्छिन्। उनी आफूलाई आएको अफर अनुसार गीत मात्रै गाएको बताउँछिन्। 3 वर्ष अगाडि लेखिएको यो गीत आफूले गाएको एलिनाको भनाइ छ। यसअघि पनि एलिनाको बिहे अघि ब्रेकअपको हल्ला चल्दा कट्टा हान्दिन्छु बोलको गीतले उनको वास्तविक जीवनमा मेल खायो भनेर एकपटक चर्चा भएको थियो। छुट्यो पिरिमालाई आफ्नो जीवन घटनासँग दाँच्ने प्रति उनी विवाहका बेला आएको गीतलाई केसँग र कसरी तुलना गर्ने भन्दै प्रश्न पनि गर्छिन्। आफ्नो विगत र सम्बन्ध बिर्सिसकेकाले त्यसलाई सम्झना नै नचाहेको उनको भनाइ छ। उनी भन्छिन् मलाई अब बितिसकेको कुरा सम्झिएर त्यसमै भुल्नु छैन। कति के भयो सकियो। उनी अगाडि थप्छिन्। गीतमा कति शब्द माया, प्रेम, विवाहसँग सम्बन्धित हुन्छन्। त्यो गाउने व्यक्तिको जीवन हेरेर लेखिँदैन। छुट्यो पिरिमा गीतमा आफूले त भन्ने शब्द चाहिँ प्रयोग नगरौं भनेको उनी बताउँछिन्। सम्मानजनक शब्द प्रयोग गर्न आग्रह गरेको उनी बताउँछिन्। डीपी तिवारीले लेखेको गीतमा तेरै कारण बन्धनमा थिए म अब फेरिमा वाक्य उल्लेख छ। गीतकारले आफ्नो हिसाबले गीत लेखेको हुनाले यसमा केही भन्न नसक्ने उनी प्रश्न पार्छिन्। व्यक्तिको निजी जिन्दगीसँग गीतका शब्दलाई तुलना नगर्न उनले आग्रह गरेकी छन्। कतै कतै समाचारमै पनि एलिनाले आफ्नै जिन्दगीको पछिल्लो घटनासँग मिल्ने गीत गाइन् भनेर लेख्नुभयो। युट्युबमा पनि त्यस्तै कुरा आयो। उनी भन्छिन् सायद भ्युज र शेयरका लागि पनि होला। यसरी न्युज बनाउँदा वास्तविकता बारे पनि सोच्नुपर्छ होला। गीतसँग जिन्दगीका हरेक घटना तुलना नहुने उनको भनाइ छ। भोलि म लभ सङ गाउला, एलिनाको लभ पर्यो भन्ने त विवाह सम्बन्धी गीत गाउला, त्यो बेला एलिनाले रिप्याच भयो विवाह गर्न लागिन् भन्ने एलिनाको प्रश्न छ। कुनै पनि विषयलाई आफूले चाहे अनुसार व्याख्या गर्न सकिने उनको बुझाइ छ। छुट्यो पिरोमा गीतलाई महिला स्वतन्त्र भएर बाँच्नुपर्छ, कसैको बन्धनमा रहनुहुन्न भन्ने अर्थमा पनि लिन सक्नुपर्नेमा एलिनाको जोड छ। पैसाको धाक नलगाउन आग्रह गर्दै गीतमा अरूका कारण बन्धनमा बस्नु परेको उल्लेख छ। चोट दिनु, प्रेम र व्यक्तिको कदर नहुनु नै बन्धन तोडिनुको कारण रहेको गीतमा उल्लेख छ। स्वतन्त्रता नै प्रमुख विषय रहेको उल्लेख गरिएको गीतमा समान नभएकै कारण सम्बन्ध तोडिएको उल्लेख छ। यसलाई महिलाको स्वतन्त्रतासँग जोडेर बुझ्न सकिने एलिना बताउँछिन्। नकारात्मक रूपमा लिने हो भने त्यसै गरी बुझ्न सकिन्छ, कसैको जीवनको घटनासँग तुलना गर्ने हो भने त्यसै गरी बुझ्न सकिन्छ एलिनाको भनाइ छ। फूलको आँखामा फूलै संसार भने जस्तै सकारात्मक रूपमा हेरे सकारात्मक अर्थ लगाउन र नकारात्मक रूपमा लिन चाहे त्यसै अनुसार व्याख्या गर्न सकिने एलिनाको तर्क छ। त्यसैले छुट्यो पिरिमा गीतलाई आफ्नो निजी जिन्दगीका घटनासँग तुलना नगर्न एलिनाले आग्रह गरेकी छन्। महिला सशक्तिकरणको अर्थमा बुझ्न र सकारात्मक सोचले गीतलाई हेर्न एलिनाको अनुरोध छ। 3 वर्ष अगाडि लेखिएको गीतलाई केही महिना अघिको घटनासँग तुलना गर्न नहुने उनी बताउँछिन्। ब्रेकअप पार्टी भनेर ल्याइएको यो गीतमा एलिनाको एकल आवाज छ।